हेलो एन्ड नमस्ते सबैमा हजुरहरू सबै सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चो आरामै छु। के सक्नुहुन्छ आज चाहिँ हामी शीतलेक आएको बाटो चाहिँ खत्रै डेन्जरै रहेछ अनि यो तलतिर चाहिँ वन बबालै छ क्या। अनि त्यही हो हामी चाहिँ लगभग 9-10 जना चाहिँ शीतलेक आएको छौँ भनेपछि अनि त्यहाँ आउँछ दिदीहरू देख्न सक्नुहुन्छ अनि विपुना दिदी अनि बहिनी र सरस्वती दिदी अनि भेनाजु र त्यसपछि के नानी चाहिँ अगाडि हिँड्दैछन् भने अनि आयुष मामा अनि अर्को मामा र दुईटा भाइहरू झरन र सायद मानव छन् होला। अनि त्यसपछि रमाइलो भएको छ। यहाँ चाहिँ धेरै नै पर्यटकहरू चाहिँ घुम्न आउने रहेछन् क्या। र यो भिरपाखा होइन गाउँघर यस्तै रमाइलो कोही मासल चप्पली निस्किँदा त्यही रमाइलो हुन्छ होइन। ल यहाँनिर चाहिँ खत्रै रहेछ होला शीतलेक दर्शन भनेर होइन। सो जस मलाई यहाँ एकदम रमाइलो लागिरहेको छ। उनीहरू चाहिँ खै दिदी बहिनी के कुरा गर्दै आयो बिस्तारै आइरहेछन् भने तर आज चाहिँ धेरै दुःख पाइ यहाँ काबलखानलाई रुखा चढेको काटिहाल्यो हात देख्न सक्नुहुन्छ है। यहाँ चटो लगाएर हात काटेछ। ल सही शीतलेकको चाहिँ यही हो होइन। हामी चाहिँ त्यो तलको इन्डिङ पोइन्ट जुन त्यहाँनिर रहेको छ त्यसमा जान्छौँ हामी। त्यो सब यतातिर चाहिँ लालीगुराँस चाहिँ मैले खासै देखिनँ होइन। हाम्रो उता गोर्खातिर त धेरै हुन्छ लालीगुराँस होइन, तर यहाँ चाहिँ खासै देखिनँ। र त्यही गाइज अहिले उकालो चढौँ, उकालो चढेपछि ट्याक्क डाँडामा पुगेपछि चाहिँ तपाईँहरूसँग भेट्छु। ओके बाई बाई। सही हो अब चाहिँ हामी उकालो चढ्दैछौँ। आमामा उकालो बब्बालै छ क्या, उकालो बब्बालै छ। अनि पछाडि चाहिँ हुन्छ खत्रै मान्छे छ क्या, खत्रै गाइज कहाँ ल मैले अहिले भर्खर लालीगुराँसको कुरा गर्दै थिएँ। लालीगुराँस रहेछ त्यस्ता सुक्या लालीगुराँस दुईवटा देखेर कहाँ खोइ म त खत्रै उतातिर जस्तै रातै होला गोर्खातिर जस्तै भन्दै छैन रहेछ भएन दुईवटा एक दुईवटा कपाल चाहिँ के भयो खै थाहा नै भएन। यसलाई बाँध्नु पर्ने हुन्छ त्यसो त के छ गाई जाने भन्ने उकालो चढ्दाको के अरे कस्तो महसुस भइरहेको छ। पत्रकार त्यस्तै अनि इन्टरभ्यू दिने मान्छे त्यस्तै कुरै मिलेन गाइज। के छ दिदी भन्ने हेलो हामीले चाहिँ नि के भन्नु खोज्दा के अरे साथमा पिरो के बोकिरहेको होइन होइन कुरकुरे साथमा कुरकुरे पानी भने पानी सकिसकेछ त्यही बोकिरहेको छ। पानी सक्यो है पानी सक्यो अब त्यो भाइहरू चाहिँ यता आउनुहुन्न नि त त्यही डाँडामा बसिरहेको छ नि होइन। अब यहाँ ट्याक्क गफ खानुपर्छ। र सही दर्शन भनेर ट्याक्क उकालो चाहिँ चढिसकेर आइपुग्नु अब 2 मिनट हामी जस्तो मान्छेलाई 2 मिनट लाग्थ्यो भने मान्छेहरूलाई बोकेर आउँदाखेरि अब ढिलै हुन्छ। सही ल लालीगुराँस चाहिँ पाउने रहेछ होइन। अब त्यो सिजन गइसक्यो नि त त्यो पनि 2-3वटा फुल छ। सही सही बस्ने ठाउँ रहेछ होइन। यहाँनिर टक्क मन्दिर हो के को मन्दिर रहेछ यहाँ नागथान पूजा नागथान पूजा रहेछ नि त। हेरौँ न कस्तो खाले रहेछ नागथान पूजा गर्ने ठाउँ रे। हेरौँ कस्तो छ ल सही ल यहाँनिर रहेछ है मन्दिर चाहिँ लगाइ छ। यो चाहिँ खत्रै देख्नुहुन्छ। अहिले म माथि गएपछि झन् बबाल देखाउँछु मन्दिर यहाँनिर रहेको छ। शीतलेक दर्शन है त गाइसकेर ढोकेर जानुपर्छ। म चाहिँ भर्खरै ओहो मेरो 12को राम्रो रिजल्ट आओस् निधारै पलपानी गरेर म ढोकेको छु। अब A+ त के कसो नहोला र होइन गफ त फेरि दिने हो नि। यो लाइन चाहिँ मलाई खतरा लाग्यो ल गाई चाहिँ पढौँ त यो पढौँ त मन्दिर सबैको साझा सम्पत्ति हो अनि सही कुरो है त यो चाहिँ। शीतलेक
मन्दिर पनि आइयो ल सही ल सबैजना यहाँ बस्नु छ होइन भित्र जानुहुन्छ नि होइन म चाहिँ भित्र राम राम भाइयो अन्त पछि उता तलबाट ल देख्नु सक्नुहुन्छ सबै म चाहिँ मन्दिर आएँ 3 राउन्ड हाल्नु पऱ्यो अब गाई यता बसौँ न यता यता तलतिर यता 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 साइडमा ल सही भ्यू हेर्नु सक्नुहुन्छ आमामा सक्छ त कसैले भने ल आम्बो ल यत्तिकै भ्यू हेर्नु छ भने चाहिँ सिधा लेख आउनु पऱ्यो है गाइस ल म चाहिँ 3 राउन्ड हान्नै पर्ने हुन्छ 3 राउन्ड अब बिहा त गरेँ होइन कि जे भने 3 राउन्ड त हान्नु पर्ने बल्ल रोक्ने दुई राउन्ड होइन ल सही ल छिन् पैसै भएन त चलाएर गइदिनु यार म त चढाइदिनु कि 50 रुपियाँ छ लौ यो पाइट भएन यार ए छ त 3 राउन्ड हुन्छ नि म चढाएर जान्छु पैसा होइन पैसा चाहिँ चढाइदिनु होइन भगवान्को नाममा ल हेर्नु चाहिँ यस्तो छ अब दानपेटीको अवस्था हेर्नु यस्तो छ आमा सबै भत्काएर है त आमा थट सबै के भन्नु अब मैले यहाँ पैसा छ अनि म निकाल्छु अब यहाँ मोबाइललाई यति राखिदिउँ एकछिन ल सही अब त्यही गाइज अब चाहिँ म डेली नै भ्लग हाल्दैछु होइन अब डेली नै भ्लग हाल्छु अनि अब इक्जाम नै सक्यो त्यसपछि चाहिँ अब डेली भ्लग हाल्छु भ्लगको सुरुवातमा मैले मन्दिरमा पैसा चढाएको छु भाइरल हुनु पऱ्यो छिटो ग्रो हुनु पऱ्यो सबैले माया देखाइदिनु पऱ्यो ओके ल ढोका चाहिँ खोलिदिन्छु बरु खोलिनु रहेछ यार म चाहिँ पैसा चढाएर आउँछु है त ल ल पैसा चढाएँ है मैले चाहिँ ल रक्षा गर है त ल जाऊँ गाइस ल ल सही हो ल मैले अब भ्लगको सुरुवातमा ट्याक्क भगवान्सित आएपछि त रक्षा गरिदिनुहुन्छ होला भने पुरा जाँदा पनि पुनः आशा राख्दै भ्लगलाई कन्टिन्यू दिउ गाइस ल सही हो अब यता जानुपर्ने शीतल होइन गर्मी चाहिँ भवालै छ अब शीतल ताप्दै यता बसौँ ल सही आई लभ शीतल एक ल गाइजहरू के छ त नि भन्ने अरू त्यही हो गाइज अब रमाइलो भ्यू हेरेर फर्किसक्यो हामी चाहिँ ल सही भ्यू चाहिँ यही नै हो अन्त सक्नुहुन्छ यहाँ ट्याक्क घाम लगाइरहेको चर्को छ घाम चाहिँ अब उकालो लागेर जाऊँ बबाले छ भ्यू चाहिँ बिहान बिहान आउनुपर्छ खत्रै देखिन्छ होला यहाँ होइन जुन मानकोटको जस्तै भनौँ न त्यस्तो त अब हाम्रो मकैसिङमा नि छ गफ त अब मकसिङको मान्छेले दार्जिलिङमा आएर गफ लाग्यो भने भन्दा तर होइन है त्यस्तो चाहिँ त्यो हुन्छ सबैतिर जे होस् रमाइलो छ भन्न खोजेको त्यही हो ल अहिलेलाई अब हिँड्न नि अब त्यस्तै अल्छिरहेको काम भइरहेको त्यसैले अब हामी माथि गएर भेटौँ है त यो आजलाई अब पानी पर्ला जस्तो भयो अनि मानव भाइ यहाँ छ ल सही हो ल दिदी बाई ल आजलाई यति नै अब भोलिको भ्लगमा भेटौँ ल आजलाई पानी पर्ला हेर्नु कालै भइसक्यो अनि अब ट्याक्क जानु पऱ्यो ओह्रालो बाटो ओके बाई बाई सी यू